कसको हिम्मत छ यहाँ पौडी खेल्ने भन त तिम्रै छ हामी चाहिँ ड्रेससँग छ टक्क हान्यौ न नि मेरो त छैन कस्तो हुन्छ गुड मर्निङ साथीहरू हामी चाहिँ यहाँ तालचोक आइसकेको अवस्था क्लास बङ्क हानेर अब दुइटा मा भान्छ त्यो उता खान यहाँ त भिडियो बनाउँदै त्यहाँ फेरि फर्स्ट हो फेरि है मेरो पनि त फर्स्ट गर्छ यार केटाको यासबाट आउने खान सार त राम्रो हुन्छ बेकनास ताल जानु लाग्यो तालचोक आइसकेको अवस्था राइडर यहाँ भान्जा हराएर यहाँ टेन्सन पर्यो यार अहिले यहाँ भेटिरहेको अवस्था जाम आजकल त बाटो चाहिँ राम्रो बनाएको छ कता गयो भन्छ हराएर यहाँ टेन्सन आएको लागि सम्पत्ति उसले नि मास लाग्यो नै भर्खर चाहिँ भने त मैले घर आएर झिकाइदिन्थेँ नि त्योहरू हराएको हराइ गरिरहेको मात्रै घुमिरहेको त्यतिमा पास हुने ठुलो कुरो हो कि मेरो जाँदा सरकारी साइकल सब भुस्रो लगाएर चाहिँ फाइनली हामी चाहिँ आएको अवस्था बेकनास ताल भन्छ हानकै जे होस् सही है सब भुस्रो लगाएर चाहिँ रात के देख्दै नदेखेको कस्तो पेन्टिङ टाइपको देखिरहेको है तर है यसो हेर्दाखेरि कि त्यो पेन्टिङ नगरी ब्याकग्राउन्डहरू टाइपको आज ठिकै त अरू बेला झन् यति नआउनु कस्तो लाएर सही मामाहरू त डेली आउँछ फेरि मेरो त डेली स्पोर्ट मेरो यो बिजनेस बिजनेस मामाको जाम कति उतातिर जाने हो दर आँखा धुलो पऱ्यो मेरो त ढल्छ कि उल्टो साइड राख्ने ढल्ने लाउनु क्लास बङ्क गरेर यतातिर आउने सुनिल शेर्पाली किन यस्तो ओके डाल चाहिँ बाइक यहाँ साइड राख्नु खान यस्तो हुन्छ दोस्त ओहो नि हो नि यहाँहरू थुक्छ यस्तो पर्यटक ठाउँमा तिमीलाई एसी गएको भद्रकाली यहाँ के हो यहाँ त पानीको आएको हाम्रो यस्तो पानी चाहिँदैन के अरे लास्ट घाँटी ल यहाँ चाहिँ फोटो सेसन भइरहेको है यो चाहिँ हुनुपर्छ ल युनिभर्सल पोज दोषको फेरि एकचोटि मैले आर्मा खिच्दै थिएँ दोष त त्यो चाहिँ खतरै थियो है ल ल अङ्कल यहाँ आउनै पोज दिन हामी कोही बागलुङको कोही म्याग्दीको
रिकर्ड गर्दै हो के आफ्नै फोटो खिच्यो आफ्नै रहेछ कहाँ गयो त अङ्कल कहाँ लाउन गयो ए हो ल ठिक छ ओके 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 है ओके ओके म त भनिदिएको ल जाउँ यहीँ मात्र भयो नि र अहिले स्विमिङ हामीले पर्छ एमएस ज्यान पुगेछ स्विमिङ हामीले खतरा तर मलाई पाइट मिलेन मार दोस्तलाई के लाएर अरे यहाँ रेस्ट गरेको होइन मामालाई भन्दै थियो त ठाउँ त कस्तो लाग्छ मलाई के अरे एकदम थाहै नपरे टाइप होइन अलिकति हामी चाहिँ यहाँ वाक गर्दै बस्छौँ म त कहाँ उयो हेर्छ नि त निर्वाचन प्रहरी म त को रहेछ हेरेको यो भ्यूमा चाहिँ चढिदियो त म्यादिन होला नि निर्वाचन प्रहरी भने त्यो सुनिन्छ नि त स्विट सुनिन्छ नि त यार अलि फर्मल भयो के बुझ्यौ नि तिमी भत्रकाली पढेको स्टुडेन्ट हो कि फर्मल भएर चाहिँ टक्क ड्रेस लाँदै नि तिमीले मामासँग बसेर के सिकेको भन त मामासँग बसेर उटपटाङ कुरा मात्रै सिक्यो राम्रो कुरा सिक्यो भनेपछि मामाले राम्रो कुरा सिकाएनन् अब मामा उठ्दै हुनुहुन्छ त यहाँ यसो राम्रै हेर न राम्रो कुरा सिकाउनु जस्तो देखिनुहुन्छ हेर यस्तो हेर्छ त्यहाँ होटल सोटल खोलेर त बाबा हुन्छ होला दोस्त यहाँ माथि के हो डेटिङ बस्ने यो डेटिङ भ्यू पोइन्ट होला नि त ए भ्यू पोइन्ट टक्कै आँठी हेर्नेमा ए बेगनास ओके थाहा नि ए त्यो हिमाली गयो जस्तो लाग्यो यार कहाँ भयो हो त्यहाँ बसेर हेर अस्ति नै यहाँ त हुस्त्रो लाएर बिहान बिहान यस्तो मर्निङ वाक गर्न यहाँ आएको रहेछ मा कलेजबाट यता गेट के थियो त स्विमिङ हान्नु नि अन्त यताबाट नि जाने तर उ गर्दैन नि त डाइ खान्नु नि त दोस्त नेपाली सिस्टम वाला गेट हो कि थाहै छैन त्यही भनेको नि हेर गेट उता खा यता ठाउँ छ हिँड्ने पौडी खेल्ने हेर मा 4-4 रहेछ कि पौडी खेल्ने बिहान भने जाऊ भन्थे एउटा फोटो मेरै मात्रै खिच्ने आफूहरूको खिच्नु छैन मा यो त अहिले हिँड्ने हो त म सब रेकर्ड गरिरहेको थिएँ जाऊ के होटल यही भान्सेरी खसोले खेल्छ त्यहीँ तल ल्याउ नि त ल कसको हिम्मत छ यहाँ पौडी खेल्ने भन त तिम्रै छ मा हामी चाहिँ ड्रेससँग छ टक्क हान्दैौ न नि मेरो त छैन कस्तो हुन्छ मन खेलिन्छ ड्रेस कट्टु हात खेल्दिनँ भने कहिले फोटो खिच्ने फोटो खिचिसक्यो कोसँग थियो खिचेन हजुरसँग थियो फोटो खिच्ने नि अलि भान्सेरीको अनुहार चाहिँ पऱ्यो होइन टक्कमा मुना पोदिन्छु नि ल सिधा बस सिधा ल दोस्त तर हुस्रो लाएर मान्छे देखिन डरिन्छ यार त्यो साउथ इन्डियन जस्तो भइरहेको यहाँ मान्छे देखिन नदेखिन बाल मोलामा भ्यू आयो मलाई भ्यू त मान्छे म जस्तो छु केही यहाँ छैन ल मलाई के थाहा केही देखियो अब यहाँ ओए बा माछा सर्पो बा माछा माछा बोल्छ हान्न पाइन्छ है पाइहाल्छ आज बिहा रहेछ जाऊँ त्यहीँ गएर खाइदियो कहाँ थाहै भने फेरि रूपाकोट जान्थ्यो यताबाट हो कि यता माथिबाट यता हो कि यता रुपाकोट यता यता होइन यताबाट तल होला नि यता यो साइडतिर हो कि रूपा तालतिर हो रुपाकोट जाने भनेको म चाहिँ तपाईँले होइन सिधै माथि त्यही हो यता चाहिँ ढुङ्गै ढुङ्गा रहेछ पिउने पानी ए ए त्यो दोस्त फेरि पानी लिने भइरहेको छ पानी यस्तो के दोस्त के जानु मन्दिर जस्तो भएन ढोकरमा यार म ढुक्छ त्यो तिमी टाइटमा आफूले गर्नु छैन मनबाट सम्झिने हो कि मा त्यस्तो त्यो ढोक गरे नि ताराबाट नमस्ते गरे नि एउटै कुरा हो त्यो मैले मनबाट सम्झेको कि आस्थाको कुरा मन सफा हुनुपर्छ मन सफा तर कसैले देख्दैन कि सर अब हेरेको त उता जानु सक्दैन उकालो जानु उकालो यहाँ चाहिँ ढुङ्गा ढुङ्गा रहेछ आहो मोहारिया चोक डाँडाको उतापट्टि यसको उतापट्टि हो यो मैडी लेक रे मैदी लेक बेगनासको कोट भन्छ उता अगाडि कहाँ आउँदैछ मैदी लेक भन्ने
ओ हेर नि त्यसको लोकेसन हेर यहाँ बल्ल खुल्यो है यता चाहिँ यताबाट गयो भने चाहिँ बल्ल देख्छ भने चाहिँ यो बाटोबाट गयो भने देख्दो रहेछ कि कुना कुना हामी यहाँनिर रहेछौँ होइन कुना कुना गयो भने देख्दो रहेछ हामी बेगनास तालमा खाने साथी रुपताल नि जानु भयो केटाहरू जानु भयो रुपताल चाहिँ कता यो तर बेगनासको खेडा वहाँ माथि रुपाताल रुपाताल नि नजिक रहेछ त वाटरफलमा उस देउराली टेम्पल मङ्गलधाम बुद्ध उतैबाट हो जप्पली त्यो उता खाने माथि बेगनास उताबाट बाहिर उता निस्कियो भने उता निस्केर उता माथि कुना माथि रह्यो माछी माझी कुना सिम्बल्स ताल मन्दिर होइन मोटर जाने बाटो यस्तो चाहिँ मोटर बाटो जाम फर्किम मा फेरि हिँड्न नसक्ने मान्छे पर्नु झन् त बुढो मान्छे अहिले म हिँड्यो भने तिमीहरूले भेट्न सक्दैन कि मलाई हो 100 मिटर हो 100 कति सानो बोलेको नम्बर पनि ओ सबैभन्दा सानो नै त्यति हुन्छ एथलेटिक्समा थाहा छैन 100 मिटर हिट ए म म्याराथन भागिन त्यसमा म्याराथन भाग्नेले कहाँ 100 मिटरको भनेको त नि तिमीले यस्तो त अब स्प्रिन्ट हान्ने मान्छे त अनि कहाँ म्याराथनमा स्प्रिन्ट हान्छ त 100 मिटरमा हान्छ मामालाई यार त्यो के कुनै त्यो हुन्छ त यार के टर्मिनोलोजी यार केही थाहा छैन कि कहाँनिर के युज गर्ने भन्ने थाहा छैन त्यस्तो थाहा हुनै पर्दैन अवस्था भन्ने मान्छे हाम्रो मामै हो अवस्था हेरेर ठाउँ हेरेर दोष यस्तो बुझ्ने मान्छे हुनुपर्छ त्यो थाहा हुने मान्छे हुनु 100 मिटरमा स्प्रिन्ट हान्ने म्याराथनमा भाग्ने त्यही त हो बुझ्ने कुरा बुझ्ने कुरा त्यही हो यतिको भएपछि म्याथ पढाउँछ नभले आइदिनु त अरू हिमाली फोडी आयो जस्तो पौडी हाल्नु तर केटा तिमीहरू कस्तो मौसम त त्यस्तै भयो कि खेल्दिउँ जस्तो घाम नलाग्ने यार लास्टै हेर्ने गर्दा छैन यता पौडी छैन खेल्ने सक्ने होइन तिमीले पौडी खेल यहाँ म गएर नआएको टी सर्ट र पैँट कट्टी लिएर आउँछु किन गएर बाहिर होइन होइन पौडी खेल्न दोष खेल्दै खेल्दै हाम्रो गाउँमा त्यो अब के अरे कपडाको लागि हाम्रो जिउलाई यहाँ धरापमा स्विमिङ गर्नु झन् राम्रो हो नि त एक्सर्साइज हुन्छ है बिहान बिहान जाडोमा के अरे कथाङ दिएर म अनि बेला यस्तो गर्मी भइरह यहाँ पो गरौँ बच्चो उहाँको यसरी जाडो कति मजा हुन्छ जानु नि त अलि गहिरो भएर खेल्न हुन्थ्यो म त खेल्दिएको दोही बिलाउनु डर घर गइरहेकोमा दोही बिलाउनु कसरी भेटाउनु पानी सेतै होला कि होइन पानी सेतो हुँदा सफै हुन्छ तर त्यसले भेटाउनु कहाँ दोही बिलाउनु के भयो त केही हुन्न कि तलतिर देखेर केही हुन्न सेतो पानीमा त माया कहाँ लास्टै हो मामाले चाहिँ फर्केको मा भन्छ उता अघि दुइटा चाहिँ यता पछि हामी चाहिँ लास्टै झन्डै खाउँ झन्डै एक्सिडेन्ट भयो के भयो यहाँ यता रहेछ त ताल है यो रूपककोट हो कि रूपताल हो कहिले नि अहिले देखिएको थियो कि सोध्न म मलाई 2 ठाउँमा तिमी भ्याउनु छैन के भएर फेरि ओइ
फर्किसकेको अवस्था कस्तो एलर्जी आयो जस्तो लागेर घाँटीमा चाहिँ यता पेट्रोल पम्पमा पेट्रोल हाल्दैछ हामी बिगनास तालबाट माथि गुना गरे आइसक्यो अवस्था काम केटा त औडै 100 की स्पिडमा तल गएर लेफ्टको भन्नु यहाँ छ ल 10 ल है त केटा ल सुरु हाने केटा ल ठिक छ एक चाहिँ ल भात खाँदा फेरि पानी छोडेर मग्दैन थालमै ल आज कल धेरै थप्ने फाइनली हामी चाहिँ खाएर सक्यो जो थाहा छ मामा जान्छ त हामी चाहिँ एक बजे तिम्रो कति बजा मेरो नै 1 बजीबाट ठ्याक्क म वहाँ 12:50 हुन्छ नि त्यसै म पुग्नु तरिकाले कहिले 1 बजी पुग्नु तरिकाले लाग्छ तिमी ट्याक्क चौमा निस्क्यो होइन मलाई फोन आएन म ट्याक्क आउँदैछु होइन कतै तँ बस्नु लाग्छ होला नि अनि बस्नु जानु हुन्छ कति हुन्छ भन्यो खेलाइ मलाई मान्छे धेरै हुन्छ नि पुसको यताउता भयो हामी चाहिँ खाना खाएर निस्केको नुहाइ गरी सुत्दै सुत्छ अब घर जाने घरबाट क्लास जाने सबको क्लास यहाँ काममा जान्छन् रोज दिदीलाई सबको है क्लास फेरि यहाँ एउटाको मात्र अब सुन्दोस् कसरी पर्छ फाइनल्ली घर आइसक्यो 10 ता डुलेर कलेज त गएन साँच्चै क्लास गएर अनि एकछिन त खुला त्यसपछि घुम्न गएर नि आइसक्यो खाना खाइसक्यो बाहिरै अब घर जाने यसरी ल है त आजलाई यति गर्ने टुमारो अनि कलेज जाने भोलि